अहिले वान अफ द इम्पोर्टेन्ट मोड अफ पेमेन्ट त युपिआई पेमेन्ट भएको छ। प्रायःले युपिआईबाट पेमेन्ट गर्छ है। तर हुनसक्छ अब छिटो नै तपाईँहरूले युपिआईबाट कुनै पनि बिजनेस अकाउन्टमा पेमेन्ट गर्दा चाहिँ एउटा सर्टन चार्जेस काटिनु सक्छ है। त्यस्तो खालको रेगुलेसन छिटै आउँछ जस्तो छ है। एकखेप मेरै के भएको थियो भने दुई खेप भयो मसँग त्यस्तै इन्सिडेन्ट। एकखेप कम्प्युटर दोकानमा भएको थियो, एकखेप चाहिँ टायर दोकानमा भएको थियो है। के भएको थियो भने मैले पेमेन्ट गर्नुको लागि चाहिँ डेबिट कार्ड दिएको थिएँ। अन्त उनीहरूले मलाई भने डेबिट कार्ड तपाईँहरूले डेबिट कार्डबाट पेमेन्ट गर्नुभयो भने चाहिँ यति एक्स्ट्रा लाग्छ भनेर भने। अन्त फेरि उनीहरूले अब त्यो हो त म त्यसो भने क्यास लिएर आउँछु नि त, छेउछाउमा एटिएम कहाँ छ भन्दाखेरि चाहिँ उनीहरूले नै मलाई के सजेस्ट गर्यो भने तपाईँकोमा जिपे छ भने जिपेबाट गर्नुहोस् न, एक्स्ट्रा लाग्दैन भन्यो। अन्त मैले दुई जग्गा नै जिपेबाट गरेँ। तर मलाई चाहिँ एउटा त्यो क्वेसन क्या, अरे जिपेबाट पनि अनलाइनै पेमेन्ट हो, एटिएमबाट पनि अनलाइन हो, जिपेबाट चाहिँ लागेन, एटिएमबाट चाहिँ किन लाग्छ भनेर त्यो क्वेसन आइरहँदाखेरि चाहिँ मैले अनलाइनमा गएर रिसर्च गर्दाखेरि चाहिँ आन्सर चाहिँ एमडिआर भनेको चाहिँ मर्चेन्ट डिस्काउन्ट रेट रहेछ हो। त्योले गर्दा त्यस्तो भएको रहेछ। यो चाहिँ एमडिआर भनेको चाहिँ के रहेछ भन्दाखेरि चाहिँ जस्तै तपाईँकोमा एउटा दोकान छ है, तपाईँले एटिएमबाट पेमेन्ट रिसिभ गर्नु सक्ने जुन बनाउनु भयो भने तपाईँलाई एउटा डिभाइस दिन्छ है, र त्यो एउटा प्रोसेस हुन्छ। र त्यो डिभाइस र प्रोसेसको एउटा सर्टन चार्जेस चाहिँ उनीहरूले ट्रान्जेक्सनबाट ब्याङ्कले लिँदो रहेछ। एकदमै मिनिमम एउटा कम्ती 0.25 टु 0.4% यस्तो खालको एउटा चार्जेस बनाएर चाहिँ ब्याङ्कले लिँदो रहेछ है। र हो त्यो चाहिँ मर्चेन्ट डिस्काउन्ट रेट भन्दो रहेछ त्यसलाई चाहिँ। त्यो चाहिँ तपाईँको त्यो दोकानले नै दिनुपर्दो रहेछ खासै। त्यति बेला पनि जुन टाइममा मलाई दोकानले मागेँ त्यो चाहिँ खास त्यो भ्यालिड अथेन्टिक होइन रहेछ, त्यो चाहिँ उनीहरूले दिनुपर्दो रहेछ है। किनभने हामीले पेट्रोल पम्पमा सपिङ मलमा गएर एटिएमबाट तिर्दा त तपाईँहरूले एक्स्ट्रा दिनुपर्छ कहिले भन्दैन नि त। अब त्यो चाहिँ उनीहरूले दिनुपर्थ्यो, तर त्यति बेला चाहिँ मलाई दिनु भनेको थियो र युपिआईले गर्दा त्यो प्रब्लम सर्ट आउट भएको थियो है। र अब चाहिँ आरबिआईले त्यो गाइडलाइन चाहिँ एमडिआर चाहिँ युपिआई पेमेन्टमा पनि अप्लाई गर्ला जस्तो रहेछ। यसमा चाहिँ अब जस्तै तपाईँले जिपेबाट तर कुनै पनि बिजनेस अकाउन्टमा तपाईँले पर्सनल जस्तै कसैलाई ट्रान्सफर गर्नुहुँदैछ भने त्यसमा चाहिँ लागु हुँदैन रहेछ। तर कुनै पनि बिजनेस हबमा जसको चाहिँ बिजनेस अकाउन्ट छ त्यहाँनिर ट्रान्सफर गर्नुभयो भने चाहिँ एमडिआर चाहिँ तपाईँको अकाउन्टमा लागु हुँदो रहेछ। र तपाईँले पनि एउटा सर्टन एकदमै मिनिमम चार्जेस चाहिँ तपाईँको युपिआई पेमेन्ट गर्दाखेरि चाहिँ काटिने रहेछ।